रातो अक्षताले किताबलाई पूजा गर्ने, थोरै हल्का अबिर हालेर पूजा गर्ने, किताबमा धूप बालिने, किताबको चाहिँ पूजापाठ गरेर किताबलाई चाहिँ 7 पल्ट 9 पल्ट ढोग्ने। विद्याकी खानी सरस्वती देवी, जसलाई पढ्न आउँदैन, जसको विद्या आउँदैन, जसलाई तपाईँको चाहिँ कला छैन, सरस्वती देवी त विद्याकी खानी हुनुहुन्छ। जसको हृदयमा सरस्वतीको वास छ नि, उहाँले बोलेका सारा कुरा पुग्छन्। सिपमा पनि तपाईँको मयूर हुनुहुन्छ, पढाइमा तपाईँको मयूर हुनुहुन्छ, ट्यालेन्ट हुनुहुन्छ। एकपल्ट हेरिसकेपछि सबै कुरा आउँछ। बोलीमा शुद्ध, प्रष्ट, राम्रो, सुन्दर, भगवानप्रतिको सम्मान र सरस्वती देवीले बास गरेको मान्छे राम्रो स्वभाव, बोलेका कुरा सबै पुरा हुने, भगवानप्रति मन समर्पित गर्ने, लज्जालुपन, ठिक्क बोल्ने, धेरै नबोल्ने, खाने बेलामा शान्त रहने, हरेक कुरामा के हुन्छ, स्वभाव राम्रो हुन्छ। जसको सरस्वतीको बास भएको मान्छेले जे भन्यो त्यही पुग्छ।